लग गए। घरिहरु त बाघ आयो कि भनेर नि उठेको र हामी त झ्याल के छ सबैजना, वेलकम ब्याक इन द न्यू ब्लग इन द न्यू डे होइन। आज चाहिँ हामी न्युली एउटा बवाल डेस्टिनेसनमा जाँदैछौँ। त्यो डेस्टिनेसन चाहिँ सरप्राइज रहनेछ। अहिले चाहिँ हामी केटाहरू 8जना केटाहरू डेस्टिनेसनतिर जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ जाँदैछौँ बवाल रोड, हेम्जाको रोड अहिले आउँदैछ अगाडि। यो चाहिँ न्युली बनाएको रोड हो। मसँग चाहिँ अहिले विशाल साथी छन्। आर्यन र क्रिस चाहिँ पछाडि छन् भने एरिक र प्रताप अगाडि, अनि राजन र गुन्जन पनि अगाडि छन्। हामी चाहिँ यहाँबाट अहिले चाहिँ जाँदैछौँ। लगभग यो बाटो चाहिँ बवाल भएछ। अब चाहिँ अहिले हामी छौँ हेम्जाको बाटोमा होइन, बवाल छ बाटो चाहिँ। तर अहिलेको यो बाटो चाहिँ भाइरल छैन, किनकि अहिले भाइरल चाहिँ हाम्रो हाइवे नै भएको छ विथ प्रपर इन्फ्रास्ट्रक्चर होइन। अब यहाँ चाहिँ राम्रो छैन इन्फ्रास्ट्रक्चर, हाम्रो यहाँ प्रपर छैन। हामीसँग यहाँ केटाहरू यहाँ छ नि, कसको फोन आयो? हाम्रो केटाहरू चाहिँ त्यहाँ छन् है, प्रताप र एरिक। मलाई विशाल यहाँ छ, उहाँ चाहिँ हाम्रो गुन्जन र राजन छन्। प्रतापको बाइक चाहिँ आर्यनले चलाएको छ। यति भगवान्लाई भनौँ कि आर्यन चाहिँ नालीमा नजाओस्, तर नालीमा जाँदा पनि जाँदैन। त्यो कभर गरेको छ, त्यसैले हामी खुसी छौँ। आर्यन नालीमा चाहिँ पुग्दैन, किनकि आर्यन हाम्रो नाली लभर हो कि। त्यही भएर चाहिँ हामीले चाहिँ आर्यनलाई सोध्नुपर्छ, कहीँ ओपन नाली देख्यो भने चाहिँ हामी चाहिँ आर्यन सँगसँगै जानुपर्छ, किनकि त्यसले नालीमा हाल्न सक्छ कि। त्यही भएर चाहिँ भ्यू हेरमै भ्यू बवाल छ। फाइनली वी आर एट द डेस्टिनेसन होइन। ल हेरौँ केटा हो, अहिले मैले सेक्रेट राखेको थिएँ नि लोकेसन, यही हो। तर हाम्रो उता हामी चाहिँ यहाँसम्म आइसकेका छौँ। ल हामी चाहिँ आज साउने सङ्क्रान्ति खोइ साथी, फलफुल मात्रै खाइन्छ, हामी केही पनि खाइन। अब आजबाट साउन हिजोबाट होइन, हिजोबाट चाहिँ साउन लागेको छ। चाहिँ गुन्जन साथी, क्रिस, विशाल होइन, आर्यन, राजन र प्रताप र किस चाहिँ भित्र गहन अब चेक इन गर्नको लागि। यहाँ चाहिँ साइकल रहेछ यार, राजन जातिको साइकल रहेछ। यहाँ चाहिँ खरायाहरू छन् होइन। टक्क राति बिख खान मन लाग्यो भने चाहिँ यहाँ चट्टा काटेर खायो हुन्छ। राजनलाई ट्युबमा हो, राजन दोषलाई चाहिँ त्यो सानो पुल है राजन दोष। तिमी कुन खेल्ने ऊ त्यो बच्चाको पुलमा खेल है 5 फिटसम्म मात्रै रहेछ होइन जाति। तिमी चाहिँ डुब्छौ, बेट हालिदिन्छु 3 फिट अनि तिमी डुब्छौ हो कि होइन? तिमी त्यो 3 फिटमा पनि डुब्छौ कि बाजी हानिदिन्छु ल। मोबाइल त बन्द अब फाल्दिने मोबाइल त, त्यही पनि यसो कनेक्ट चाहिँ गरौँ न। गुन्जन राजन जाति त्यो 3 फिटमा डुब्छन् कि डुब्दैनन् ल भन। फिक्स विशाल राजनले चाहिँ म 3 फिटमा डुब्दैन भने होइन। 5.5 फिट छ के के 3 फिट होइन, उताको त 3 फिट हो नि त। राजन त्यो 3 फिटमा डुब्ला कि नडुब्ला? ल हाम्रो रुम चाहिँ यो मध्ये एउटा हो, कुन चाहिँ हो भन्ने हो। 2टा रुम यो हुन्छ, यो हुन्छ, यो हुन्छ, यो 3टा छ। योमा 2टा हाम्रो हो। यहाँ चिल्ल्याक्स छ, नि ठाउँ छ, यहाँ पनि चिल्ल्याक्स छ। त भाइब इज बवाल होइन, बवाल छ भाइब। अब यहाँ अहिले एकछिनमा स्विमिङ खेलिन्छ। अल चाहिँ वेलकम ड्रिङ्क्स टेस्ट है। है नाइस है नाइस। स्विमिङ खेल्न आउनलाई रेडी हुँदै वेलकम ड्रिङ्क्स केटाहरू यहाँ छन्। केटा कस्तो हो त नि वेलकम ड्रिङ्क हाल्न पऱ्यो नि यता यार। चाहिँ यस्तो छ है ठाउँ चाहिँ।
Look it out, look. Say hi to camera. Gunjan dost. अहिले चाहिँ हामी स्विमिङ हान्दैछौँ है यहाँ चट्टा लाएर गुन्जन र क्रिस त्यहाँ स्विमिङ हान्दैछन् हाम्रो उहाँ राजन जाति डुब्छु कि भनेर उहाँ त्यो कुनामा डुब्छु कि भनेर उहाँ बसिरह्यो डुब्दैनौ क्या साथी डुब्दैनौ साथी त्यति मान तिमी तिन फिटा नि डुब्यौ भने तिमी नामर्द ल 3 फिटा नि डुब्यो भने नामर्द तिमी हो अहिले चाहिँ हामी त्यहाँ स्विमिङ हान्दै हो एकछिन स्विमिङ हानेर भेटौँला ल अहिलेलाई चाहिँ स्विमिङ सकिएको छ मेरोलाई चाहिँ केटाहरू चाहिँ खेलिरहेछन् अहिले चाहिँ निस्केको जाडो जाडो भएछ चाहिँ बेलुका खेलिन्छ अब बाजी त्यहाँनिर अहिले चाहिँ स्विमिङ गरेर सकियो अहिले चाहिँ म रुमतिर जाँदैछु हाम्रो रुम चाहिँ यो हो हामी चाहिँ अहिले खेत रिभर भ्यालीमा छौँ त्यहाँ चाहिँ भित्र छ यो चाहिँ हाम्रो यस्तो छ हाम्रो रुम यसरी भएको होइन हाम्रो रुम चोतेसी लाग्यो चिसो चिसो अहिले चाहिँ हामी फुटबल खेल्दैछौँ होइन यहाँ चट्ट ग्राउन्डमा क्रिच ल ल ल ल अहिले चाहिँ बवाल भ्यू छ है हामीले त्यहाँ बारबिक्यू हानेको थियौँ होइन बवाल छ अहिले चाहिँ यहाँको नजारा चाहिँ रातिको लाइट बालेको छु होइन अब यसो यहाँको नाइट भ्यू देखाउँछु तपाईँहरूलाई नाइट भ्यू है त नाइट भ्यू गुड मर्निङ है अहिले चाहिँ बिहानको कति बजे केटा हो 7 बजे यहाँ चाहिँ गुन्दन साथी चाहिँ उठिसकेको थिएँ है हाम्रो विशाल साथी त्यहाँ सुत्याउनु हाम्रो खोइ मोटे खोइ मोटे 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 त जिन्दा खाएको मोटे थाहै भएन अरे डन्द सुत्दिने यार घरिहरू त बाघ आयो कि भनेर नि उठेको हेर हामी त झ्याल खोल्यो थियो है अब चाहिँ उठ्नुपर्छ कस्तो छ यस्तो भ्यू चाहिँ है बिहानको भ्यू बवाल छ है लभली छ अहिले चाहिँ ब्रेकफास्ट खाँदै ल थाहा पाइस् नि मसँग मोटे कसरी सुत्छ सबले हान एकचोटि अब यो छड्केवाला We are at the Khet River Valley Resort होइन अहिले चाहिँ बिहानको 10 बजिसकेको छ हामीले चाहिँ अहिले हानिराखेका छौँ हाम्रो क्यामेराम्यान चाहिँ आज राजन हुनुहुन्छ किनकि अब मोबाइल चाहिँ पानीभित्र लान मिलेन यहाँ चाहिँ हाम्रो गुन्जन प्रताप विशाल चाहिँ खेलिरहेका छन् अब म पनि जान्छु इन्जोय माई ब्लग वाच अगेन एन्ड अगेन अब एकछिन पछि
Power Rangers! Sprint! And lead! मजा आउँछ यार। अब चाहिँ म टुक्का गइदिन्छु तल तल राजन साथी आउनु यार आउनु पर्यो कि ल अब नेक्स्ट पावर रेन्जर ब्लू रेन्जर कम अन एउटा ट्राई गर नि त ल म फाल्छु तिमी ठ्याक्क ल कुदन ल स्टोन भिडियो कट गरेर माथि ल हाम्रो खाना चाहिँ आइसकेको छ है एरिक साथी र म चाहिँ अब खाना खानु लाग्यो केटाहरूलाई नै आएको छ अब हामी चाहिँ यहाँ भात अनबक्सिङ हुन्छ है ल अब चाहिँ खाना खाइन्छ साथी घ्याउ खाइन घ्याउ आउँछ घ्याउ हामीले एबिसी जाँदा बनाएको होइन ल है एरिक साथी ल ल बबाल छ है अब चाहिँ खाएको है मिठो मासु हो बिरालो लगभग सबै आइसक्यो सबै आयो अब चाहिँ ग्याममै सुनमा भेटौँ ल अहिले चाहिँ खाना खाँदैछौँ अब चाहिँ हाम्रो भातहरू सकिएको छ अहिले चाहिँ हामी आर्यन मामा होइन तिमी मामा रे भान्जा रे त्यो बेजिती के बेजिती गर्यो त्यसले कसलाई सोध्नु पर्यो गुन्जन तिमी त बेजिती हो रे भनेको ए विशाल के काम गर्यो तिमीले त्यस्तो भन त ल र यताको पाली ल कपी गर न अब हामी चाहिँ यहाँबाट निस्किनु लाग्यो अब चाहिँ हामी निस्किनुपर्छ लगभग 12 बजिसकेको छ अब जन्जम हामी हाम्रो पेमेन्ट गर्न लागेको थियौँ पर्चा पेमेन्ट गरेर आइसकेको छन् एरिक साथी यहाँ छन् विशाल साथी सबै यहीँ छौँ ल अब निस्किनु लाग्यो ल अब थ्याङ्क यू फर वाचिङ भन्दै अब चाहिँ न्यू ब्लगको लागि कुर्नुहोस् अब अर्को ठाउँ अर्को दिन बबाले ब्लग आउनेछ अब थ्याङ्क यू